दादा देवचुली देखिरहेछ दादा देवचुली ऊ त्यहाँ हेर्नु देवचुली देखिन्छ दादा ऊ आएछ बाइक आएछ ऊ आएछ तिरबल आएछ चिट काट्नु पर्ने भएछ ऊ आएछ साइकल आएछ ऊ दादा देवचुली हेर्नु त देवचुली अरे देवचुली लुकेछ ऊ देवचुली देखिन्छ ऊ देवचुलीको चुचुरोमा जाने हो धुवा आएछ धुवा त्यो भाइले हामीलाई हेर्छ छपरी हो छपरी दादा छपरी बन्दैछ हामीलाई एक्लो छ भनेर हेपेको हामी सोझ भनेर दादाले हेपेको केदा छोड्याडी डर बाइक आएछ ठोक्दै छ हामीले त यता भाइदिनु हामीले डराउन दिएछ बच्चा बच्चीलाई दादा के छ ठिक छ रे मन्दिर आएछ ऊ भेलु छपरी बलर देखिन्छ कोहरी खाएर बसेको लड़की देखेछ दादा लड़की आँखा मारिदिउँ क्या हो लड़की देखिसी त कहाँ छोडिन्छ हामी हो दादा 5:32 गएछ फेरि लड़की देखेछ सरी दादा दादा सरी गल्ती भएछ माफ पाऊँ दादा दादा दुध लैजानु पर्यो दुध भैँसीको दुध दादा अनि देवचुली हो दादा त्यही हो रे देवचुली देखेको यही हो देवचुली दादा घाम देख्नु त कस्तो भइरहेछ दुध आएछ भैँसीको दुध खानुहोस् मोटाउनुहोस् हामीले त यही भन्छ केही दिनहरू देवचुली जानु देवचुली आउनुहोस् हामीले घुमाइदिन्छ यता काठमाडौँ भन्दा राम्रो छ पोखराको हिमाल जस्तो छ हाम्रो देवचुली ऊ हेर्नु चुचुरोमा पुगेपछि यस्तो देखिन्छ तलतिर कि हावाले उनीहरूको मान्छेलाई त्यहाँ लगेर रोकाइदिन्छ हरन टी बजे हरन बच्चा बच्ची खेलेछ ऊ तर्साइदिउँ क्या हो ए दाइ बहिनी रहेछ यता दाइ के हो ऊ अर्को दाइ यता छ दाइ के हो भइहालेछ भाइहरू देखाइदिन्छ हामीलाई यता नानीहरू दाइ छोडिदिउँ क्या हो यहाँ के भइरहेछ त्यहाँ मान्छे पिट्न लागेको त मिलेर ऊ हाम्रो घर आउन लाग्यो दाइ हाम्रो घर यति टाढा छ कि हाम्रो घर पुग्यो हो दाइ चुप गर्दा नि देखिँदैन त दाइ बोल्दैन अब देवचुली पुग्नुपर्छ सिधै हामी हिरो हो रे दादा ऊ साइकल आएछ डन दाइ साइकल आउनु भएछ फेरि यता अर्को दादा अरे यी दादा जुत्ता लिएर लाएर आइदिनु हामी ब्याडमिन्टन खेल्न आइन्छ अब जुत्ता लाएर सबै परेर
हिँड्दैछ हाम्रो गाउँमा हामी फलक हौ भर्याङ ल्याएर चोर पोलमा चढिरहेछ लाइन काट्नलाई लाइन काट्नुहोस् न यिनीहरूको कपाल काटिदिन्छ हामी चाहिँ ब्याट लिन छ ब्याट दादा अघिसम्म हामी स्कुटीमा हिँडिरहेको थियो यस्तो राम्रो भ्यू हेर्नलाई हामी घर आइपुगिसकेछ त्यो पछाडि देखेको चोकहरू जाँदा यो हाम्रो घर हो त्यो टिलिक चल्केछ नि ऐना जुन ऐना टल्केछ यो हाम्रो घर रामपुर धरमपुरमा रहेको छ देख्नु त कति राम्रो देखेछ केरा खाने हो कसैले कन्ट्याक्ट गर्नु होला केरा किनिदिन्छ हामीले केरा किनिदिन्छ अरू केही नकिनिदिनु हेर्नु त कहाँ हल्ला भएको हो यस्तो हल्ला ओहो अब हाम्रो घर आएछ हाम्रो घरमा दोकान छ सानो झाडी नै झाडी भएछ हाम्रो घर हाम्रो घर नि हिरो हो नि को सुतेछ तल को हो रे त्यो हे सुचस हाम्रो घर आएर सुत्ने त के हो हाम्रो घर आएर सुत्छस् हामीलाई नभनी तेरो खुट्टा तान्नु परेको हो यता हेर यता के हो घर जान पर्दैन तँलाई हामी ब्याडमिन्टन खेल्न हिँडेछ हाम्रो नयाँ जुत्ता लाएर हेर्नु त आइज अरी आएछ यो फेरि यता हेर यता हाम्रो पछि आएछ त्यो दौडी आएछ हामी जुत्ता लाएर हिँडेछ हाम्रो पछि आएछ वरिपरि हाम्रो पछि आएछ हामी ब्याडमिन्टन खेल्न जाने ओरी यता यता हेर्दै ओरी हामी ब्याडमिन्टन खेल्न आइसक्यो हामीले ब्याट बोकिसक्यो जाली यहाँ छ जाली लिएछ जुत्ता लगाएछ ब्याटको सट्टा हात देखिरहेछ हाम्रो कोट आइसक्यो हाम्रो कोट यही हो र दादा जाली अब यस्तरी फालिन्छ नि यहाँ हामीले ब्याट बोकेछ दादा ब्याट देखाइदिन्छु ब्याट छ हामी ब्याट खोलेरै देखाइदिन्छु यी ब्याट हेर दादा हाम्रो त होइन दादा यो ब्याट देखाइदियो दादा हाम्रो ब्याडमिन्टन खेल्ने ठाउँ यही हो र दादा ब्याडमिन्टन खेल्न आएछ लाइट छ यता मन्दिर छ आवाज सुन्ने छैन होला हेल्प छ हाम्रो के लेखेछ दादा पढ्नु त्यहाँ जुत्ता हेर्नु यहाँ जुत्ता दादा हामी खेल्दा राति भइसक्यो चारैतिर अँध्यारो भइसक्यो दादा हामी राति खेलेर आएछ जुत्ता छ तर अन्धकार छ आजको लागि यति नै हो दादा आजको लागि यति नै अर्को ब्लग फेरि पछि भेटौँला दादा आजको लागि भइसक्यो